यतिखेर काठमाडौँको न्युरोड क्षेत्र चाहिँ अस्तव्यस्त बनेको देखिन्छ साथीहरू। किनभने गणेश नेपालीको घटना भएसँगै अहिले महानगर पुलिसहरू चाहिँ सडकमा निस्किन सकेका छैनन् हैन। त्यो कारणले गर्दाखेरि चाहिँ सडक तथा फुटपाथमा व्यापार गर्ने मान्छेहरू चाहिँ पहिलाको झैँ निस्किसकेका छन् र अव्यवस्थित पार्किङले गर्दाखेरि चाहिँ यो काठमाडौँ क्षेत्र चाहिँ अहिले अस्तव्यस्त हुन पुगेको छ। यहाँ हजुरहरूले फोटो पनि देख्न सक्नुहुन्छ हैन। र यो बालेन चाहिँ काठमाडौँको महानगरपालिकाको प्रमुख भए पश्चात उहाँले चाहिँ फुटपाथ तथा अव्यवस्थित फुटपाथहरू चाहिँ हटाउनु भएको थियो र अहिले चाहिँ मानिसहरूले यो मौका छोपेर चाहिँ फुटपाथमा पहिलाको जस्तै गरी व्यापार गर्ने व्यापार चाहिँ सुरु गरिसकेका छन्। हजुरहरू के भन्न चाहनुहुन्छ? हाम्रा नेपालीहरू चाहिँ कति सभ्य हुनुहुन्छ? नियम कानुनको पालना गर्नुपर्छ कि पर्दैन? र हजुरहरूलाई के लाग्छ? कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। नमस्कार।